गुड मर्निङ, नमस्कार। प्रिय स्पेशल छ गाइज। महाभारतमा अन्याय अत्याचारको विरुद्धमा लड्ने अर्जुन थिए। त्यस्तै अहिले हाम्रो देशमा भइरहेको अन्याय अत्याचार, हत्या, हिंसा, भ्रष्टाचार जस्तो जघन्य अपराधको विरुद्धमा लड्ने रवि लामिछाने छन्। हेर्नुहोस्, रवि लामिछाने बिना केही चल्दैन। अहिले चल्दैन। न टिकटक चल्छ, न फेसबुक चल्छ, न मिडियाहरू चल्छन्, न राजनीति नै चल्छ। महाधिवेशन भएको छ एमालेको, चर्चा हुन्छ रवि लामिछानेको। महाधिवेशन भएको छ कांग्रेसको, चर्चा हुन्छ रवि लामिछानेको। हुँदा हुँदा त रवि लामिछानेको विरोध गर्ने ती विरोधीहरू छन् नि, तिनको रोजीरोटी पनि रवि लामिछानेले गर्दा चलिरहेछ। हेर्नुहोस्, आम नेपाली जनतालाई प्रष्ट थाहा भइसक्यो। रवि लामिछाने आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न राजनीतिमा आएका होइनन्। रवि लामिछाने देश र जनताका निम्ति राजनीतिमा आएका हुन् भन्ने कुरा नेपाली जनताले प्रष्ट बुझिसकेका छन्। हेर्नुहोस्, अहिले त गाउँ गाउँमा भन्न थालिसके, नेकपा एमाले जिन्दाबाद भन्नुपर्छ तर भोट चाहिँ घण्टीमा हाल्नुपर्छ भन्न थालिसके। कांग्रेसका साथीहरूले जय नेपाल सर भन्नुपर्छ तर भोट चाहिँ घण्टीमा हाल्नुपर्छ भन्न थालिसके। यो कुराले एमाले कांग्रेसका नेता मन्त्रीमा न दिनमा भोक छ न रातमा निन्द्रा छ। हेर्नुहोस्, 30-35 वर्षसम्म नेपाल र नेपाली जनता लुटेका छन् नि। रवि लामिछानेको नाम सुन्ने बित्तिकै नि यिनीहरू अहिले झसङ तर्सिन थालेका छन्। हेर्नुहोस्, नेपाल अधिराज्यभरिबाट 3 करोड नेपाली जनताको साथ र सपोर्टमा रवि लामिछानेलाई ठाउँमा पुर्याउन सकियो भने नि देशले काजुली फेर्छ। हेर्नुहोस्,